हेलो साथीहरू, पर्दाहरू हेर्नुहोस् है। तपाईँहरूको लागि मैले लिएर आएको छु दामी दामी युनिक कलरको कर्टेन। हाम्रो चाहिँ गाउँ क्षेत्रको कुबेरमा पाउँछ यो सब चाहिँ हो। म र दिदी चाहिँ आज कर्टेन हेर्नु भनेर गएको थियौँ होइन, भनिदिएको लागि भनेर। तर हेर्नुहोस् न, यस्तो दामी दामी थियो कि आफ्नो घरकै लागि मात्रै हेरिन्छ कि हामीलाई चाहिँ। फेरि यस्तो मन परेको मलाई त कि भिडियो गर्दिनँ भन्दा पनि भिडियो गरौँ नै मन लागेको क्या, तपाईँहरू सबलाई देखाउँछु भनेर। यस्तो चाहिँ कलेक्सन चाहिँ यति राम्रो छ क्या यहाँको। फेरि युनिक यति सफ्ट क्वालिटी पनि एकदम A1 क्वालिटी है, एकदम कोही पनि अनसेटिस्फाइड नहुने। हाम्रो जयगाउँको कुबेर भन्ने स्टोर छ कि, त्यसमा चाहिँ यो सब कलेक्सनहरू छ। तपाईँहरू पस्नु बित्तिकै मनपर्छ कि, र मैले पनि एकदमै मन परेको थिएँ सबै होइन। हेर्नु बित्तिकै सबै चाहिँ मनपर्छ, तर सबै उठाउनु त मिल्दैन। एकर्डिङ टु आवर बजेट वी हेभ टु कन्ट्रोल होइन। अन्त त्यस्तै हो, म र दिदी भएर कर्टेनहरू चोइस गर्दै थियौँ होइन। एक दुईवटा आफ्नो लागि पनि सामानहरू, घरको लागि नै एक दुईवटा सामानहरू एड गरेँ। अनि चाहिँ मेडको कलेक्सन पनि क्युट लागेर कि मैले एउटा चाहिँ लिएँ होइन आफ्नो लागि। र त्यत्तिकै मेरो नजर चाहिँ पऱ्यो, कति राम्रो क्युट डल सोचिरहेको थिएँ मैले चाहिँ यसलाई कि। लास्ट त के अरे ब्ल्याङ्केट पो रहेछ यहाँ भइहाल्यो भन्दाखेरि सफ्ट भयो क्या। म डल होला भनेको त। ब्ल्याङ्केट हो यो। क्युट है, कति प्यारो। मलाई लाग्यो डल अनि बेबी ब्ल्याङ्केटहरू रहेछ। डल भनिरहेको। र त्यत्तिकै कलेक्सन हेर्नुहोस् है। पर्दाको अझै मन परेर मैले भिडियो गरेको थिएँ धेरै। सबै तपाईँलाई देखाएको होइन। यो चाहिँ कानको पर्दा हो, यो सब पर्दाको उयोहरू डिजाइनहरू हो। र त्यत्तिकै हाम्रो चाहिँ निक्लिने टाइम भयो, अलिअलि सामान लियौँ होइन। अर्डर दिएर बनाउनु लागेको पर्दा चाहिँ हामीले त्यहाँनिर अब पिस मिलेन नि त होइन। जुन चाहिँ हामीले भनेको थियो त्यो चाहिँ भएको पिस मिलेन अन्त। र त्यत्तिकै निक्लिँदाखेरि पनि हेर्नुहोस् न साथी हो, यति राम्रो कलर नै, यति मजाको स्ट्यान्डर्ड के कलर देखेर नै प्रभावित हुने हामी होइन। तर निस्क्यौँ हामी त्यत्तिकै आजको दिन भिडियो है साथी हो। बाई बाई।